वाउ, द्याट्स ग्रेट। सर यो सेयर बजारतिर फर्किनु, पछिल्लो समयको सेयर बजारको स्थिति के छ? आजको दिनको सेयर बजारको अवस्थाभन्दा लगानीकर्ताको तर्फबाट भन्नुपर्दा सेयर बजारको दोस्रो बजारमा कारोबार गर्ने कारोबारीहरू अथवा लगानी गर्ने लगानीकर्ताहरूको अवस्थाबाट भन्दा असाध्यै पीडादायक अवस्था छ। यो अवस्था सायद नेपालको सेयर बजारमा सायदै आएको थियो होला। यो 30औं वर्षको सेयर बजारको अवस्थामा आजको दिनमा सेयर बजारमा लगानी गरेर केही उच्च प्रतिफल चाहिँ हासिल गर्छु भन्ने लगानीकर्ताहरूका लागि सबैभन्दा चरम निराशाको अवस्था हो यो। अहिलेसम्मको इतिहासकै अहिलेसम्मको नेपालको सेयर बजारको इतिहासमै असाध्यै चरम निराशाको अवस्था हो। त्यही भएर यो पीडादायक अवस्था छ। यो पीडालाई मैले शब्दमा जतिसुकै व्यक्त गरे पनि 3टा कारणहरू। सबभन्दा पहिलो कारण विश्व बजारमा देखिएको आर्थिक मन्दी। विभिन्न त्यो मन्दीमा चाहिँ तपाईको युद्धलाई कारण ठानौँ। त्यो मन्दीले वस्तु र सेवाको मूल्य वृद्धि गराइदियो, पहिलो कारण। त्यसपछि दोस्रो कारण हाम्रो आन्तरिक अर्थतन्त्रको अवस्था। बाह्य क्षेत्र बलियो भए पनि आन्तरिक क्षेत्र सामान्य सरकारले आफ्नो सामान्य खर्च गर्ने सक्ने अवस्था पनि बिस्तारै कमजोर हुँदै गएको। सामान्य खर्च गर्नको लागि पनि सुरुदेखि नै सार्वजनिक ऋण उठाउनु परेको अवस्था। त्यसपछि तेस्रो अवस्था भनेको चाहिँ आम मानिसहरूको मानसिक तपाईको उत्प्रेरणा दिन सक्ने, हौसला गराउन सक्ने चाहिँ राजनीतिक अवस्थाको कमी। तपाईको पछिल्लो दुईटा कुरा अन्तर्राष्ट्रिय परिवेश र राष्ट्रिय अर्थतन्त्र सेकेन्डरी कुरा हो। मानिसको मानसिक अवस्थालाई मजबुत बनाउने राजनैतिक अवस्था सबैभन्दा प्रमुख हो। त्यही भएर आजको म सबैभन्दा ठुलो दोष चाहिँ यो राजनीतिक परिवेशलाई दिन्छु। यसले कुनै पनि जनतामाथि चाहिँ आशा उत्पन्न गर्न सकेन। जब तपाईमा आशा छैन, तपाईँ कुनै पनि क्रियाकलाप गर्न सक्नुहुन्न। निराश भएको मान्छेले कुनै पनि खेलकुद गर्यो भनेपछि ऊ सबैभन्दा अन्तिममा हुन्छ। आशा हुनुपर्छ। ग्रेट एक्जाम्पल। यो आशा कसले जगाउने हो भन्दाखेरि यो राजनीति वातावरणले, यो सरकारले, पोलिटिकल लिडरहरूले, पोलिटिकल पार्टीहरूले यो चाहिँ आशा जगाउनु पर्ने ठाउँमा दिन प्रतिदिन निराशा आकाशिँदैछ। सर यो अहिलेको जुन एकदम निराशाजनक स्थिति जुन कुरा गर्नुभयो, यो सरको विज्ञताले भन्दाखेरि कति समयसम्म जाला जस्तो लाग्छ? अब अहिले यस्तो चरम अवस्थामा पनि सरकार बेहोस भएर बसेको छ। बेहोस नै हो, असाध्यै बेहोस छ। त्यो बिउजिन्छ कि बिउजिन्न मलाई थाहा छैन हैन। जनतालाई यति छटपटी छ, यस्तो रूपमा आर्थिक रूपमा चाहिँ सम्पूर्ण सङ्कुचन आइसक्यो हाम्रो जस्तो देशमा जहाँ उत्पादन सेवा असाध्यै कम छ। सम्पूर्ण कुराहरू, अधिकांश कुराहरू चाहिँ हामी वैदेशिक व्यापारमा निर्भर हुनुपर्छ। हामी रेमिटेन्समा निर्भर छौँ हैन। युवा जनशक्तिहरूले चाहिँ पसिना बगाएर पठाएको पैसाले बाह्य शक्ति, हाम्रो बाह्य स्रोत चाहिँ बलियो छ भनेर हामी दावा गर्छौँ। त्यो चिजलाई कहिलेसम्म कसरी जान्छ र अब के गर्नुपर्छ भन्ने विषयमा चाहिँ राजनीति, मैले राजनीति भन्ने बित्तिकै सरकारलाई जोडाएको छु यहाँ। त्यो चाहिँ बिल्कुल बेहोस छ। तपाईँको होसमै भएर आँखा खोलेर नदेख्नु बेग्लै कुरा हो, कान नसुन्या जस्तो गर्नु बेग्लै कुरा हो। म त बेहोसमा देखिरहेको छु सरकारलाई। त्यही भएर अब या त यो सरकार होसमा आउने भन्दा पनि नयाँ सरकारै आएर नयाँ काम गर्छ कि भन्ने अपेक्षा हो। त्यही भएर राजनीति रूपमा जबसम्म यो चेतना परिवर्तन हुँदैन, आर्थिक कुनै पनि सुधार हुने म अवस्था देख्दैन। त्यही भएर यो लामो समय जान्छ कि भन्ने मेरो अनुमान हो। त्यसले धेरै नै असरहरू ल्याउँला नि त। अवश्य पनि यसले तपाईँको बहुदलीय प्रजातन्त्र आइसकेपछि 47 सालदेखि आजसम्मको अवस्थामा तपाईँको लगभग 33 वर्षको चाहिँ अवधिमा एक थरी मानिसहरू, आम मानिसहरू चाहिँ मध्यमवर्गीय परिवारमा चाहिँ आफ्नो आर्थिक उन्नति गरेको, मध्यमवर्गीय परिवारतिर प्रवेश गरेको र गरिबीको रेखामुनि भएको मान्छेहरू कम थिए। आजको समयमा सबैभन्दा ठुलो चुनौती भनेको तिनै मध्यमवर्गीय परिवारहरूलाई छ हैन। उच्च चाहिँ तपाईँको सम्वाद एकदम एलिट फ्यामिलीहरूलाई चाहिँ फरक पर्दैन। उनीहरूलाई यसले जनअवसर दिन्छ पैसा बनाउने हैन। कुनै पनि इकोनोमिक क्राइसिसमा चाहिँ एलिटले झन् धेरै पैसा बनाउने मौका पाउँछ। त्यही भएर जो सर्वसामान्य मानिसले आफ्नो आर्थिक क्रियाकलापलाई
तपाईँको अलिकति गतिविधि बढाउँदै जाँदाखेरि अब सबैभन्दा बढी क्षति त्यसलाई पुग्छ। उदाहरणकै लागि अहिले सामान्य रूपमा खोलिएका रेस्टुरेन्टहरू हेर्नुहोस्, जो सामान्य लगानीमा गरेका छन् सबै रेस्टुरेन्टहरू लगभग लगभग बन्द छन् होइन। सानोतिनो पसलहरू गरेको हेर्नु सटरहरू बन्द छन् होइन। त्यो सटर भाडामा लाउने घरबेटीलाई छेडिक असर त पर्ला, तर त्यसलाई त्यति भिन्नता पर्दैन, किन त्यो चाहिँ अलि विशेष आर्थिक रूपले चाहिँ अलि विशेषै भइसकेको हुन्छ। त्यही भएर आम मानिसहरूलाई धेरै प्रभाव पर्ने हुनाले नै राज्यले यो प्रति असाध्यै चनाखो भएर चाहिँ नीति ल्याउनु पर्ने ठाउँमा बेहोस छ सरकार। त्यही भएर म पनि निराश छु। अब यो व्यक्त गर्ने भन्ने छैन, तर साथीभाइसँग कुरा गर्दाखेरि भन्नै पर्यो आफ्नो अवस्था चाहिँ। आज साँच्चै भन्नुपर्दा म पनि एउटा सेयर बजारको चाहिँ भन्न लगानीकर्ता हुँ, सेयर व्यवसायी हुँ, धितोपत्तो दलाल व्यवसायी हुँ, र ममा पनि त्यो निराशाको चाहिँ एउटा प्रभाव चाहिँ देखिएको छ। अब यो जुन सेयर बजारमा चाहिँ लगानी गर्ने साथीहरू त मैले टन्नै छ जस्तो लाग्छ। अङ्कगणितीय हिसाबमा हजुरसँग डेटा छ कतिले चाहिँ लगानी गरेका छन् भनेर? अब अहिले मोटामोटी भन्दाखेरि 60 लाख लगानीकर्ता भन्ने गरिन्छ। 60 लाख 2,91,00,000 जनसङ्ख्या भएको ठाउँमा 60 लाखले डिम्याट खाता खोलेका हुन्थे। डिम्याट खाता भनेको डिम्याट खाता किन खोलिन्छ भन्दा सेयरहरू राख्नलाई। ओके। त्यही भएर तिनलाई सेयर लगानीकर्ता भनेर भन्दा सामान्य रूपमा भन्दा ठिक छ। त्यसलाई त्यो सेयर तपाईँले बैङ्कमा खाता खोल्नुभयो भनेपछि पैसा राख्नलाई खोल्ने हो। त्यस्तै हिसाबले गर्दाखेरि ती चाहिँ लगानीकर्ता भए। तर त्यहाँभित्र के छ भन्दा एकजनाले दुईटा खाता खोल्न पाउँछ, त्यो एउटा विषय छ। ओके। अर्को त्यो खाता खोल्दैमा सेयर राखिहाल्नुपर्छ र सेयरको कारोबार गरिहाल्नुपर्छ भन्ने पनि छैन, त्यो अर्को विषय छ। त्यही भएर सरसर्ती भन्दाखेरि 60 लाख भन्न पाइयो। हजुर। तर दोस्रो बजारमा कारोबार गर्ने एक्टिभ लगानीकर्ताहरू जसले नेपाल स्टक एक्सचेन्जको टिएमएस प्रणालीबाट कारोबार गर्ने गर्छन् तिनीहरू करिब 12 लाख हाराहारी छ। 12 लाख 12 लाख हाराहारीको चाहिँ सेयर बजारको खरिद बिक्री गर्नमा चाहिँ सक्रिय छन्। यो चाहिँ सङ्ख्या सानो होइन। 12 लाख भने त सङ्ख्या ठुलो सङ्ख्या हो। त्यसलाई 60 लाखै मानौँ। 60 लाख भनेको लगभग 19-20% जति हाराहारीमा पर्छ। त्यो भनेको हाम्रो जस्तो फाइनेन्सियल लिट्रेसी नभएको देशमा यो सेयर बजार भनेको संसारको सबैभन्दा बढी जोखिम भएको क्षेत्र हो। सबैभन्दा बढी जोखिम भएको क्षेत्रमा सबैभन्दा कम ज्ञान भएका मान्छे आउनु भनेको अर्को खतरनाक हो। बाठो मान्छेले पैसा कमाउने मौका हो यो। लाटा मान्छेहरू सबैले गुमाउने चाहिँ थलो हो। सर यो लाटो र बाटो भनेर चाहिँ छुट्याउने कसरी यहाँ? सेयर बजार भनेको सूचना हो। हजुर। जसले सूचना बनाउँछ त्यो बाटो हो। हजुर। जसले बनाएको सूचना पढेर चाहिँ एक्सन गर्छ त्यो लाटो हो। सीधा हिसाब। सेयर बजारको मूल्य भनेको दैनिक तपाईँले सेयर बजारमा कुनै पनि कम्पनीको मूल्य बढेको अथवा घटेको देखिन्छ, स्थिर हुँदैन मूल्य। सामान्यतया कुनै पनि कम्पनीको मूल्य स्थिर हुँदैन, घटबड भइरहन्छ। त्यो दिनदिनै घटबड हुनुपर्ने कारणमा एउटा मुख्य कारण, विविध कारणहरू हुन्छन्, त्योमध्ये मुख्य कारण चाहिँ सूचना हो। सूचना सम्बन्धित कम्पनीबाट प्राप्त हुने हो होइन। त्यो कम्पनीमा एउटा बडी हुन्छ, कर्पोरेट कल्चर हुन्छ, त्यहाँ विभिन्न प्रक्रियाहरू हुन्छन् होइन। त्यसले चाहिँ विभिन्न फाइनेन्सियल गतिविधिहरू गरेको हुन्छ, त्यहाँ विभिन्न किसिमका क्रियाकलापहरूले त्यो सूचना क्रिएट गर्छ, इभेन्ट गर्छ, त्यसले सूचना जन्मिन्छ। अनि त्यो सूचना राम्रो भयो भनेपछि मूल्य बढ्छ, त्यो सूचना गलत भयो भनेपछि मूल्य घट्छ। त्यही भएर त्यो सूचनामा जसको पहुँच छ त्यसलाई बाटो भनेर भनेको हो मैले। र कति पनि हुन्छ भन्दाखेरि कतिपय त सूचना आफैले बनाउन सक्ने क्षमता राख्छन् आफ्नो कम्पनीमा। कम्पनीलाई के गर्ने भन्ने कुरा पहिला आफूले सूचना गोप्य रूपले आफै बनाउने, आफ्नो दिमागमा सूचना बनाउँछ, त्यसको एक्सन गर्छ, त्यसपछि मात्रै त्यो सूचनाहरूलाई डिसिमिनेट गर्छ। त्यही भएर यो सूचनाको कारोबार हो। सेयर बजारमा भनेको यसो सरसरी हेर्दा फलानु कम्पनीको यति किता यति मूल्यमा कारोबार भयो भनेर चाहिँ त्यो लेख्ने विषय भयो, देख्ने विषय भयो। नदेख्ने विषय के हो त भन्दाखेरि सेयर बजारमा आज सूचनाको यति कारोबार भएछ, इन्फर्मेसनको भन्नु पर्यो। त्यही भएर यहाँ गराउनु पर्ने के हो भन्दा सेयर बजारमा त्यो इन्फर्मेसनको प्लेटफर्म होइन, पब्लिक एट लार्जलाई एट वान्स एकै पटकमा सबैको पहुँचमा दिन सक्ने वातावरण चाहिँ बनाउनु पर्ने हो।
त्यो चाहिँ छैन, त्यहाँ ग्याप छ। त्यसको लागि के चाहियो? लिटरेसी चाहियो, फाइनेन्सियल लिटरेसी। सर आज थाहा भयो कि डिम्याट 60 लाख, त्यसमा एक्टिभ 12 लाख।